नमस्कार। आज हामी यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष गरी अध्यागमनमा भिजिट भिसामा जाने नेपालीहरूसँग भइरहेको भनिएको एउटा संस्थागत असुली र मानव तस्करीकै प्रयास हो कि भन्ने विषयमा कुरा गर्दैछौँ। हो, हालसालै कान्तिपुर र नयाँ पत्रिकामा आएका समाचारहरूले यो विषयलाई निकै उचालेका छन् नि। हो त नि। त्यसैले आज हामी यी स्रोतहरूमा टेकेर यो विषय अलिकति गहिरोसँग हेर्ने कोसिस गरौँ है त। निश्चय पनि यी स्रोतहरूले उठाएका प्रश्नहरू पनि गम्भीर छन्, जस्तो यो कथित प्रणाली कसरी चलिरहेको छ त, यसको खास जड के हो, अनि यसले कस्तो खालको राजनीतिक तरङ्ग ल्यायो। हो, हामी यी स्रोतले के भन्छन् त्यसमै केन्द्रित रहन्छौँ। त्यसो भए सुरु गरौँ यो समस्याको चुरोबाटै। गृह मन्त्रालयले बनाएको मापदण्ड होइन, पहिले 17 बुँदे, अहिले 6 बुँदे। यही मापदण्ड देखाएर कर्मचारीले दुःख दिने, पैसा असुल्ने गरेको कुरा छ नि त। एकदम। समाचारहरूमा त लाखौं रकम असुल्ने गरेको कुरा छ, अनि यो एक दुई जनाले मात्र गरेको होइन रे, अख्तियारले त संस्थागत नै हो, मतलब एउटा सेटिङ नै छ भनेको छ। कर्मचारी आफै, प्रहरी अनि बिचौलियाहरू सबै मिलेर चलाएको एउटा सञ्जाल जस्तो प्रमाण नै भेटेको कुरा छ अख्तियारसँग। कतिसम्म असुल छन् रे? युरोप जानेहरूसँग त 3 लाखसम्म पनि, अनि अरू देश जानेसँग 30,000 देखि 50,000सम्म उठाउने गरेको आरोप छ। दिनकै औसत 400 जना भिजिट भिजामा जान्छन् भन्ने अध्यागमनको तथ्याङ्क छ। यो त सानो कुरा भएन नि त। भएन, निकै ठूलो स्केलमा हुन सक्ने देखियो। अनि यो सेटिङको जालो कसरी फैलिएको छ भन्दा प्रहरी अधिकारीहरूले नै भनेका छन् रे, मापदण्ड यति कडा छ कि सेटिङबाट जानु पर्यो। नत्र भारततिरबाट होइन त? हो, भारत हुँदै जाने क्रम पनि बढेको छ रे। अनि यो सेटिङमा त कर्मचारी खटाउनेदेखि लिएर बिचौलिया र एजेन्सीसँग मिलेमितो गर्ने, अनि उनीहरूले आपसमा कुरा गर्न कोड भाषा पनि प्रयोग गर्छन् भन्ने खुलेको छ। कोड भाषा पनि? गत पुसमा प्रहरीले अपरेसन पनि चलाएको थियो नि। त्यति बेला 66 जनाको पासपोर्ट समातिएको थियो, केही अध्यागमन अधिकृत विरुद्ध मुद्दा पनि चलेको थियो। भनेपछि यो नयाँ कुरा त होइन रहेछ। अनुसन्धान चाहिँ कहाँ पुग्यो त अहिले? को तालिए? अहिले त प्रमुख अध्यागमन अधिकृत नै सहसचिव तीर्थराज भट्टराई उनलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछ। उनीसँग त 3वटा मोबाइल भेट्यो रे, एउटा त सेटिङकै लागि प्रयोग हुन्थ्यो कि भन्ने छ। अरू पनि छन् कि? छन् नि। खगेन्द्र सुवेदी, कविता पौडेल, बालकृष्ण खड्का, यस्ता नामहरू पनि छानबिनमा छन्। सुवेदीको खातामा त महिनामै करोडौंको शङ्कास्पद कारोबार देखिएको भन्ने पनि छ। करोडौंको? अनि अर्को एउटा कुरा पनि आएको थियो नि पत्रिकाहरूमा, पहिले यस्तै केसमा मुछिएका मान्छेहरू अहिले पनि पहुँचमा छन् भन्ने। हो, त्यो पनि चाखलाग्दो छ। पहिले भिजिट भिजा प्रकरणमै मुद्दा चलेका विमल पौडेल अहिले गृहमन्त्री रमेश लेखकको सचिवालयमा छन् रे, अनि भ्रष्टाचार मुद्दा खेपेका गणेश ओझा पनि गृह मन्त्रालयमै कार्यरत रहेको कुरा समाचारमा छ। बाबा, यसले त राजनीतिक रूपमा ठूलै तरङ्ग ल्यायो होला नि त। ल्यायो नि। विपक्षी दलहरू, माओवादी, रासोपा, राप्रपा, एकीकृत समाजवादी, जनमत सबैले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्। सत्तारूढ कङ्ग्रेसकै नेता शेखर कोइरालाले पनि निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ भन्नुभएको छ। रासोपाले त संसद नै रोक्ने भनेको हो। हो, राजीनामा नआए सदन अवरुद्ध गर्ने संकेत दिएको छ। तर गृहमन्त्री के भन्नुहुन्छ? अनि मन्त्रालय? गृहमन्त्री लेखकले त आरोप गलत हो, प्रमाणित भए राजनीति नै छोड्छु भन्नुभएको छ। जेठ 13 गते संसदमा विस्तृत जानकारी दिन्छु पनि भन्नुभएको छ। गृह मन्त्रालयले पनि विज्ञप्ति निकालेर नेतृत्वको संलग्नता छैन, अख्तियारलाई सहयोग गर्छौं भनेको छ। तर मान्छेहरूले त त्यो नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेरिरहेका छन् नि होइन? त्यसमा पनि त गृहमन्त्री सचिव मुछिएका थिए। हो, त्यही भएर पनि अहिलेको नेतृत्वमाथि नैतिक दबाव बढेको देखिन्छ। अच्छा, यो विषयमा विज्ञहरूको केही धारणा छ? स्रोतहरूमा केही उल्लेख छ कि? पूर्व डिआइजी हेमन्त मल्लले भन्नुभएको छ रे, यस्तो मनमौजी अव्यावहारिक मापदण्डले नै तस्करी बढाउँछ। बरु होटल बुकिङ, न्यूनतम रकम, स्वघोषणा जस्ता सरल मापदण्ड चाहिन्छ, अनि उहाँले यसमा सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको पाटोबाट पनि अनुसन्धान हुनुपर्छ भन्नुभएको छ। भनेपछि
नियम जति जटिल भयो उति चलखेल गर्ने ठाउँ भन्यो भन्ने तर्क अरू कसैको भनाइ छ? पूर्व गृह सचिव उमेश मैनालीले चाहिँ महाततका कर्मचारी यस्तो गम्भीर अपराधमा मुछिँदा नेतृत्वले नैतिकता र जवाबदेहिता देखाउनुपर्छ भन्नुभएको छ। उहाँले विगतका उदाहरण पनि दिनुभएको छ। सिंहदरबार आगलागी हुँदा, रङ्गशालामा भागदौड हुँदा सम्बन्धित मन्त्रीले राजीनामा दिएको। दुवै विज्ञको कुरा सुन्दा त यो समस्या नीतिगत कमजोरीदेखि व्यक्तिगत नैतिकता र संस्थागत जवाफदेहितासम्म जोडिएको जस्तो देखियो नि। हो, निकै जल्लिएको विषय छ यो। समग्रमा भन्नुपर्दा यी समाचार स्रोतहरूले के देखाउँछन् भने विजिट भिसाको नाममा विमानस्थलमा एउटा गम्भीर सङ्गठित समस्या छ। यसको जालो माथिल्लो तहसम्म पुगेको हुन सक्ने आशंका छ र यसले राजनीतिक वृत्तमा पनि ठूलै हलचल ल्याएको छ। हो, अवस्था साँच्चीकै पेचिलो छ। अन्त्यमा एउटा प्रश्न सोच्नलाई छोडाउन त स्रोतहरूमा उल्लेख भएको त्यो भुटानी शरणार्थी प्रकरण जस्ता विगतका घटनाहरू छन्। अहिले फेरि यस्तै गम्भीर आरोप उठेको छ, जवाफदेहिताको माग भइरहेको छ अनि त्यसप्रति राजनीतिक प्रतिक्रिया पनि आइरहेको छ। यी सबैलाई सँगै राखेर हेर्दा हाम्रो प्रशासनिक र राजनीतिक प्रणालीभित्र यस्ता गम्भीर आरोप उठ्दा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने आधार कति कमजोर वा बलियो रहेछ त? यो प्रकरणले यसबारे के सङ्केत गर्ला?